चाहिँ लगाएर राखेको छ खाङसार 4800 मिटरको उचाइमा छ। पुरा भिडियोको लागि सँगै रहनु होला, स्किप नगरिकन हेरिदिनु होला। रमाइला पलहरू आउँदैछन्। हाम्रो यात्रा पोखरादेखि सुरु हुन्छ। अहिले हामी पोखरादेखि लमजुङको बेसी सहर जाँदै गरेका छौँ। हामी दुई भाइ बेसी सहरमा खाना खाएर दसैँ बिदामा घर फर्केका हिमाली जिल्ला मनाङका जेन्जी भाइ बहिनीहरूले बुक गरेको जिपमा सिट पाएर मनाङतिर जाँदैछौँ। Good. Falling down like an octopus. It's real octopus. पोखराको काखमा छ मेरो देश भने जस्तो चाहिँ लगाएर राखेको छ खाङसार पुग्ने ठाउँमा। म गेट खोल्दैछु। अर्को दिन हामी खाङसारबाट मनाङका विभिन्न क्षेत्र हेर्दै माथि याक खर्कतिर अगाडि बढ्दछौँ। हामीले अहिले मनाङ भिलेजदेखि माथि पुग्दैछौँ। यहाँबाट हाम्रो आजको डेस्टिनेसन भनेको अहिले याक खर्क। यो मनाङदेखि माथि
या खर्क जाने ठाउँमा छौँ। माथि हल्का मौसम चेन्ज बदली भइरहेछ। हल्का यहाँ पनि फुसफुस पानी आइरहेछ। अगाडिका फरेनरहरूले भन्नुहुन्छ मौसम चेन्ज हुँदैछ, अलि केयर गरेर छिटो हिँड्नु भन्नुभएको छ। अलि माथिसम्म जो यो खोज कटेर फेरि पारिपट्टि गयो, उतापट्टि चाहिँ छैन। त्यस्तो छ मौसमहरू। पुरै मौसमको छौँ, हामी हिँडिरहेका छौँ। सबै यो हेर्नुहुन्छ पुरै डाँडाकाँडाहरू नाङ्ने छन्। पुरै अनौठो यहाँको नेचुरल ब्युटी चाहिँ अनौठो छ। हेर्नुहोस् नेचुर यस्तो छ कि अब अनगन्तार कोही मान्छे भन्ने कोही देख्दैन। पुरै प्रकृतिको गुन्जाइस छ। माथिबाट मौसम चेन्ज हुँदै हुँदै तल आइपुग्यो। अब हामी यो पुल क्रस गरेर पारि पुग्छौँ। तपाईँले देख्न सक्नुहुन्छ बाटोहरू हिँडिरहेको छ। केहीको आवाज छैन। या खर्कदेखि माथि ट्याक्कै हिमाल अगाडि छ, तर हिउँ चाहिँ पुरै उसले ढाकेको छ उहिरोले। ट्रेकिङ भन्ने हाइकिङ भन्ने जस्तो होइन कि। हाइकिङ भने एकछिन हिँड्यो, 2-4 घन्टा हिँड्यो। हामी हिमाल पारीको जिल्ला मनाङ, यो हिमालको चाहिँ पारी यतातिर छौँ, वारी भन्छौँ यहाँबाट। अनि त्यहाँबाट हिँड्दै अहिले हामी फरुङफेदी पुग्ने क्रममा छौँ र बाटोमा हिँडिरहेका छौँ। यहाँ छन् भाइ कमल। यो बाटो यस्तो अप्ठ्यारो छ, खोलाको छेउ पहिरोले कतै बाँकी राखेको छैन, सबतिर बिजोग छ। ओके, हेर्नुहोस् है गाइज, अब अवस्था डरलाग्दो पनि छ, एडभेन्चरस छ होइन, रोमाञ्चक छ, सब कुरा छ कि मिक्स। हाम्रो दोस्रो दिनको यात्रा खाङसार 3800 मिटरदेखि थोरङफेदी 4500 मिटर, करिब 15 किलोमिटर यात्रा भएको छ। आज हामी यतै बास बस्छौँ। बिहानको 6:15 भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यो अन्नपूर्ण ट्रेकिङ रुटको हाई क्याम्प 4800 मिटरको उचाइमा छ। हिमालहरू माथि हिउँ देखिन्छ, तर धेरै पहाडहरू काला पत्थरमा परिणत भएका छन्। विदेशीहरूको आगमन हिँडिराखेका छन्, धेरै कतिहरू गइसक्यो अगाडि। स्वर्गको टुक्रा अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण ट्रेलको अन्तर्गत यो हाई क्याम्प 4800 मिटरभन्दा माथिको क्षेत्र छ। मनै रोमाञ्चक छ। अल्टिच्युडले गर्दा गाह्रो सास फेर्न पनि गाह्रो छ, तर यस्तो आनन्द छ कि, यति आनन्द छ कि कस्तो अवस्था थियो। मुनाल, हिमालमा पाइने मुनालको बथानै छ त्यहाँ, उड्दैछ यतापट्टि। कस्तो डाँडामा गएर बसेँ टाउको तानेर, माथि घाम भर्खर पर्दैछ।
पानी देखिन्छ त्यो पानी त्यही माथि ठ्याक्कै हिँडेर यो पानीको फिल्टर Forever young in this display. उता रोछ Finally, we reach our destination. We deserve it. Thorongla Pass is near with us. This is beautiful view. You can see a lot of Himalayan with cover of snow. Yes, look, Thorongla Pass. जानी नजानी गाइज काठे इङ्ग्लिस हान्नेकै छ हेर्नुहोस् Hello, mister. Look here. Yeah, we finally got here after a lot of difficulties. Yes, Yes, look. we deserve it. लो गाइज हाम्रो अप्ठ्यारो हिँडाइले गन्तव्य छोएको छ अप्ठ्यारो सबै खुसीमा बदलिएका छन् यो ठाउँमा आउन पाउँदा मलाई एकदम धेरै खुसी लागेको छ समय अगाडिदेखि यहाँ आउने चाहिँ सपना देखेको थिएँ अथवा भनौँ कामना गरेको थिएँ तेस्रो दिन नै हामी थोरङ्ला फेदीदेखि बिहान करिब 4 बजेतिर हिँडेर 10 बजे थोरङ्ला पास पुग्यौँ त्यहाँबाट करिब 4-5 घन्टाको ओह्रालो झरेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुग्यो त्यहाँको दर्शनपछि जमसम झरेर त्यहीँ बास बसियो अर्को दिन दुवै दाजुभाइ बागलुङ गलकोट हुँदै गुल्मी पाउँदै अमराई पुगियो यो भिडियोलाई अहिलेसम्म हेरेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद यस्तै रमाइला र जीवन उपयोगी भिडियोका लागि यो च्यानललाई सब्स्क्राइब लाइक शेयर कमेन्ट गरिदिन अनुरोध गर्दै अर्को भिडियोमा फेरि भेटौँला हस्त धन्यवाद यहाँहरूको जीवन हाँसी खुसी बितोस् नमस्कार